एउटा मधेस आन्दोलन देखेका हैनौँ, थारुवान आन्दोलन देखेका हैनौँ, लिम्बुवान खुम्बुवान आन्दोलन देखेका हैनौँ। के थियो लिम्बुवान खम्बुवान आन्दोलनको माग? के थियो मधेस आन्दोलनको माग? के थियो थारुवान आन्दोलनको माग? हिजो त राज्यले कमिटमेन्ट गरेर आएको हो नि। हिजो मधेसले चाहिँ सीके राउतको नेतृत्वको अलायन्स फर इन्डिपेन्डेन्स मधेसले हामी देश टुक्र्याउँछ, मधेस इज नट नेपाल भनिरहँदाखेरि त ए बाबा हामीले तिमीलाई संविधानको डोरीले बाँधेर राख्छौँ, संविधानको एउटा मायाको डोरी छ, त्यसले हामीले तिमीलाई बाँधेर राख्छौँ, तिमी हामीलाई माया गर, नेपाललाई माया गर, हामी सबैले नेपाललाई माया गर्छौँ भन्दाखेरि यो संविधानको मायाको डोरीमा मधेस बाँधिएको हो नि, यो संविधानको मायाको डोरीमा किरात बाँधिएको हो नि, यो संविधानको मायाको डोरीमा थारुवान बाँधिएको हो नि। तिनीहरूको म्यान्डेट लिनु पर्दैन? प्रदेश खारेज गर्ने कुरा उठाइरहँदाखेरि मधेसले के चाहन्छ भन्ने सोध्नु पर्दैन? संविधानको प्रदेश खारेज गरिरहँदाखेरि लिम्बुवान खुम्बुवानले के चाहिरहेको छ हामीले सोध्नु पर्दैन? त्यसका लागि प्रदेश सम्बन्धी कुरा र प्रत्यक्ष निर्वाचित कार्यकारी सम्बन्धी यदि हामीले कुरा गर्ने हो भने त्यसका लागि चाहिँ अझै प्रत्यक्ष निर्वाचित कार्यकारीका लागि एउटा कुरा बुझ्नुपर्छ। मधेस आन्दोलनको माग के थियो? मधेस आन्दोलनले के भन्यो भन्दाखेरि जनसङ्ख्याको आधारमा हामीलाई निर्वाचन क्षेत्र चाहिन्छ। के थियो जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र? त्यो भन्नुको मतलब के हो भन्दाखेरि यसरी नै जाने हो भने मेरो समुदायको मधेसी कहिले पनि यो देशको प्रधानमन्त्री बन्न सक्दैन, यसरी जाने हो भने मेरो किरात लिम्बुवान खम्बुवान कहिले पनि देशको प्रधानमन्त्री बन्न सक्दैन, मेरो थारूको मान्छे कहिले पनि प्रधानमन्त्री बन्न सक्दैन। त्यसका लागि चाहिँ जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र हुनुपर्छ र त्यो निर्वाचन क्षेत्र आइसकेपछि त्यसको बमोजिमले चाहिँ संसदीय प्रणालीमा जानुपर्छ भनेर भनेको हो नि। त्यसका लागि पनि लिम्बुवान खम्बुवान मधेस थारूवानको माग त सम्बोधन गर्नुपर्ने होला। यसका लागि हामीले यो नगर्नै पर्ने हो भन्ने कुरा होइन, गर्नुपर्छ। देशमा धेरै राजनीतिक अस्थिरता भयो, त्यसको लागि संविधान संशोधनको बाटो जानुपर्छ। तर अहिले गर, आज गर, 1 महिनाभित्र गर, 1 दिनभित्र गर भनेर हुँदैन। यसको लागि वैधानिक बाटो छ। संविधान सभाको यो प्रतिनिधि सभाको निर्वाचन जुन हुनेवाला छ फागुन 21 गते, अदालतबाट अन्यथा आदेश आयो बमोजिम बाहेक शान्तिपूर्ण सुशीला कार्की श्रीमानको नेतृत्वमा निर्वाचन सम्पन्न गरौँ। त्यो निर्वाचन सम्पन्न गरिसकेपछि प्रतिनिधि सभाको पहिलो घोषणाबाटै जनमत सङ्ग्रहमा जाने भनेर घोषणा गरौँ। जनमत सङ्ग्रहबाट दुईवटा कुरा लिएर जाउँ, एउटा प्रदेशको बारेमा लिएर जाउँ र अर्को प्रत्यक्ष निर्वाचित कार्यकारीको रूपमा लिएर जाउँ। देशको 50% भन्दा बढी जनसङ्ख्याले यदि यो व्यवस्था चाहँदैन भने यो व्यवस्थालाई फालौँ। संविधानमै बाटो छ, संविधानको बाटो बमोजिम चाहिँ हामीले संविधानलाई संशोधन गरौँ। र संविधान अहिले किन संशोधन गर्न सकिँदैन भन्दा पहिलो कुरा हामीसँग प्रतिनिधि सभा छैन, दोस्रो कुरा भोलि गएर जेनजीले 2/3 बहुमत प्रतिनिधि सभामा लिएर आयो भने पनि राष्ट्रिय सभा भनेको स्थायी सभा हो, त्यसलाई विघटन गर्न सकिँदैन। त्यसमा राजनीतिक दलका मान्छेहरू मात्र जाने गर्छन्। अहिले जो छ त्यसलाई विघटन पनि गर्न सकिँदैन। त्यसलाई पनि जेनजीले आजैदेखि हामी बहुमत पुर्याउन सुरु गर्छौँ भन्दाखेरि पनि कम्तीमा 4-5 वर्ष लाग्छ। त्यो गर्नका लागि हामीसँग समय छैन। त्यही भएर सहमतिको बाटोमा चाहिँ हामी लाग्नुपर्ने हुन्छ। र अब यति चुनौतीहरू भइसकेपछि, संवैधानिक जटिलताहरू भइसकेपछि, देशमाथि केही पक्ष र केही तत्त्वहरू आँखा लगाइसकेपछि, संविधान खारेज गराउनतर्फ केही तत्त्वहरू चाहिँ उत्सुक भइसकेपछि, संविधान खारेज गरेर चाहिँ संविधान सङ्कट निम्त्याएर देशमा अझै अस्थिरता निम्त्याएर आफू अनुकूलको सरकार बनाउन हुने, आफूले चाहेको पपेटलाई नेपालमा बसाउन सकिने भनेर थुप्रै शक्तिहरू चाहिँ अहिले चलखेलमा लागेका छन्। यो चलखेललाई नेपाली युवाले बुझ्नुपर्छ। र नेपाली युवाले बुझ्न सकिँदैन भने एउटा किताब छ, 2-3 दिन लाग्छ, त्यो किताब पढौँ। प्रयोगशाला भन्ने एउटा किताब छ, त्यो किताब पढौँ। त्यो किताब पढिसकेपछि थाहा हुन्छ यो संविधान किन विघटन हुनु हुँदैन, यो संविधान किन खारेज गर्नु हुँदैन। नयाँ यदि हामीले अन्तरिम सरकार संविधान ल्यायो भने त्यसले के जटिलता ल्याउँछ भन्ने कुरा त्यो त्यो किताब पढिसकेपछि थाहा हुन्छ। अब उपाय के त भन्दाखेरि पहिलोपल्ट त यी राजनीतिक दलहरूले आफै भित्र सुरु गर्नु पर्यो। ए बाबा जेनजी भनेका तिमीहरूका पनि सन्तान होइनन्? यी 3टा बाहरू जुन हो त्यो बाको पनि त सन्तान हो नि जेनजी त। जेनजीले हिजो आफ्नै बालाई कसले लखेट्यो त आफ्नो बालाई? बुझ्नु पर्दैन? केही न केही सन्तानको चित्त दुखाएको रहेछु भनेपछि त ती बाका पक्षधर लिने यहाँ त विद्यार्थी सङ्गठनहरू छन्, युवा सङ्गठनहरू छन्। आवाज उठाउनु पर्दैन? पार्टी पुनर्गठन गरौँ भनेर, नयाँ पुस्तालाई हस्तान्तरण गरौँ भनेर आवाज उठाउनु पर्दैन? नेपालको संविधानको धारा 274 हेरौँ। नेपालको संविधानलाई संशोधन गर्नका लागि दुईटै सदन चाहिन्छ। दुईटै संसदको 2वटा जुन सदन छ त्यो दुईटै सदन चाहिन्छ। प्रतिनिधि सभा पनि चाहिन्छ, राष्ट्रिय सभा पनि चाहिन्छ। तर हाम्रो जुन माग छ संविधान संशोधन गरौँ, त्यो संविधान संशोधन गर्ने त हामीले बाटो नै बन्द गरिदियौँ। संवैधानिक बाटो कहिले बन्द भयो? जुन दिन राष्ट्रपतिज्यूको कार्यालयबाट संविधान यो प्रतिनिधि सभा विघटन भएको सूचना आयो, त्यही दिन हामीले वैधानिक रूपमा संविधान संशोधन गर्न सक्ने बाटो हामीले आफैले बन्द गऱ्यौँ। त्यो कुरामा चाहिँ हामीले हेर्नुपर्ने हुन्छ। दोस्रो चुनौती, नयाँ प्रतिनिधि सभाको इलेक्सन हुन लागेको छ र नयाँ प्रतिनिधि सभाको इलेक्सन हुन लागेको छ, प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित कार्यकारीको हुन लागेको छैन। यो कुराको म तपाईँलाई दुईवटा आधार दिन्छु। पहिलो आधार राष्ट्रपति कार्यालयको विज्ञप्ति हेरौँ, त्यसमा नयाँ प्रतिनिधि सभाको निर्वाचन गर्ने भनेर उल्लेख छ। दोस्रो कुरा सम्माननीय प्रधानमन्त्रीज्यूले बीबीसी नेपाललाई दिएको इन्टरभ्यू हेरौँ, त्यसमा पनि प्रतिनिधि सभाको इलेक्सन गर्ने भनेर भनिएको छ। त्यही भएर जेनजी युवामा कुनै पनि कन्फ्युजन हुनु हुँदैन। अबको 6 महिनाभित्रमा फागुन 21 गते प्रतिनिधि सभाको इलेक्सन हुन लागेको हो। जसरी हामीले 2079 सालमा गरेका थियौँ, प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन हुनेवाला छैन। अबको बाटो के त? संविधान संशोधन गर्नका लागि
प्रतिनिधि सभामा पनि 2/3 बहुमत चाहियो, राष्ट्रिय सभामा पनि 2/3 बहुमत चाहियो। 2/3 बहुमत बगैर त्यो सम्भव छैन। दोस्रो माग उठिरहेको छ, प्रदेश खारेज गरौँ, अहिले खारेज गरौँ, सडकबाट उठेको आवाज हो, अहिले खारेज गरौँ। प्रदेश सभाबाट पनि प्रदेश खारेज गर्नका लागि यदि संवैधानिक बाटोमा जाने हो भने प्रदेश सभाबाट पनि 2/3 बहुमतले पारित गर्नुपर्छ। प्रदेश खारेज गर्ने हो भने प्रदेशहरूको म्यान्डेट लिनुपर्छ।